अब म फेरि एकपटक कोन्दन्ने मास्टर बनज्यूतर्फ मुडिन चाहे भन्दै तपाईँलाई पनि एक विवादास्पद एक प्रश्न सम्बन्ध मलाई मुडिन चाहे के त भन्दाखेरि वर्तमान समयमा भन्छन् कि यो गृहस्थीको रूपमा जुन क्षणमा अर्हत लाभ गर्छ नि त्यो अर्हत लाभ गर्नेको तक्षणमै त्यो व्यक्तिले चाहिँ नि देह त्याग गर्नुपर्छ भन्ने धारणा छ। यदि देह त्याग गर्नुपर्छ या चाहिँ प्राण त्याग गर्नुपर्छ भन्ने एक गिही उपासक भएर चाहिँ यो अर्हन्त प्रार्थना गर्नु काम छ र के को लागि गर्ने भन्ने प्रश्न छ भन्दै यो प्रश्न अलि अप्ठ्यारो प्रश्न जस्तो लाग्यो। हजुर अब देह त्याग त होइन तर गृह त्याग चाहिँ हुनुपर्छ कि जस्तो लाग्छ। जे होस् अब यो जुन निर्वाणीको कुराको प्रसङ्गमा अहिले हामी अरहतसम्म पुगिराखेका छौँ। जुन अब श्रोतापत्ति सकृदागामी अनागामी र अरहतसम्म पुग्नको लागि एउटा तहगत खुड्किलो विभिन्न खुड्किलो पार तर्दै जुन 10 बन्धनको कुरा पनि यहाँ उठिसके। अब श्रोतापत्ति भइसकेकोले त 7 पटक मनुष्य जुनीमा ऊ आउँछ भन्ने कुरा छ। त्यसपछि ऊ पनि पार तर्ने हो। सकृदागामी उसको एक पटक मात्र सम्भव छ। अनागामीको त एक पटक सम्भव छ तर त्यो शुद्धावासमा जाने भन्ने उल्लेख गरिएको छ। अरहत्वमा पुगिसकेको त्यो व्यक्तित्व जो फेरि यहाँ आउनै पर्दैन। अब हुन त अनागामी पनि आउनु पर्दैन तर शुद्धावासको परिकल्पना गरिएको छ। जसरी अब अभिधर्मकै पनि यहाँ कुरा उठ्यो। अभिधर्मको कुरा अनुसार हामीले विभिन्न भूमिको कुरा गर्छौँ। कामावचर रूपावचर अरूपावचर लोकोत्तर भूमिको कुरा गर्छौँ। अब लोककै कुरा गर्दाखेरि पनि अब सप्तलोक हैन संघारलोक ओकाशलोक। अब यो लोक अहिले पनि हामी लोकमै छौँ नि यो पृथ्वीमै छौँ। तर यो लोकमा रहने जो अब भनौँ न यो अरहत्वसम्म पुग्नेहरूको यात्रालाई हामीले हेर्दाखेरि एउटा पृथकजन तह भयो समूह भयो। त्यसपछि यो आर्य मार्गी आर्य ज्ञानीहरू त आर्य समूहमा पर्यो। यो चाहिँ सप्तलोकको कुरा आयो। त्यसरी नै संखार लोकमा जुन अब हामी पञ्चस्कन्धको कुरा गर्छौँ 12 निदान युक्त जुन त्यस्तै चाहिँ अब विभिन्न 18वटा धातुको कुरा गर्छौँ। यस किसिमको जुन संखार लोकको कुरा छ भने फेरि ओकाश लोकमा पनि 3टा लोकको परिकल्पना गरिएको देखिन्छ हैन। जसमा एउटा चाहिँ अब हामी भनौँ रूपलोक हैन अरूपलोक। ल अब यो लोकको कुरा हामीले गर्दाखेरि कता कता अहिले पनि हामी भन्छौँ न अहिले हामी पृथ्वीमा छौँ। कहिलेकाहीँ चाहिँ यो एलियन्सहरू कहाँबाट आए भन्ने कुरा आउँछ हैन। फेरि अर्कै लोक पनि छ त्यहाँ फेरि यो भन्दा पनि अझै यिनीहरू विकसित हो कि जसरी चन्द्रमामा हामी नयाँ बास बसाउने कुरा गरिरहेछौँ। तर जहाँसम्म यो लोक यो त्यो अहिले साइन्सले त धेरै नै विकास गरिसकेको छ। तर पाली साहित्यमा उल्लेख भए अनुसार जो अरहतका जुन कुरा तपाईले उठाउनु भयो निर्वाणको कुरा जो चाहिँ नजिक पुगिसकेको हुन्छ अरहत। अब अरहत जो अनागामी भइसकेको स्थितिमा प्राय चाहिँ अब पाली साहित्यमा हामी उल्लेख भए अनुसार चाहिँ अनागामी भइसकेकोहरू त्यो यो बाह्य संसारमा ऊ रमाउँदैन। किनकि उसँग चाहिँ नि अब राग द्वेष मोह करिब करिब सबै उसँग नष्ट भइसक्यो त्यो स्थितिमा पुगिसकेको हुन्छ। त्यसकारण यो सांसारिक दुःख बन्धनमा ऊ बस्ने स्थिति नै रहँदैन। त्यसैले ऊ अनागामीमा गृहस्थी भइरहेको समयमा ऊ अनागामी हुन्छ भने अनागामीबाट ऊ तुरुन्तै हैन कि त अरहत्वतर्फ लाग्ने हो भने अरहतै ऊ भइसकेपछि त फेरि अब त्यहाँ गृहस्थीमा ऊ बस्ने स्थिति रहँदैन। त्यसकारण ऊ तुरुन्तै गृहस्थी होइन त्यागी हुने चाहे यही भिक्षुबाट होस् हैन यसरी भिक्षु हुने त्यो प्रसङ्ग छ। प्राय अब हामीले अङ्गुत्तर निकायमा अब एतदग्ग जुन त्यसमा चाहिँ निपातहरूमा चाहिँ हेर्दाखेरि भिक्षु भिक्षुनी उपासक उपासिकाहरू समेत एउटा क्षेत्रमा जुन उनीहरूले चाहिँ दखलता प्राप्त गरेको छ त्यसमा विशेष गरी भिक्षु भिक्षुनीहरू अरहतै भएको उल्लेख छ। तर उपासकहरू त्यो अरहत्व स्थितिमा पुग्न लाग्दाखेरिको त्यो क्षेत्र त्यो क्लाइमेक्समा पुगेको त्यो क्षणमा चाहे त्यो हामीले चित्रगृहपतिको कुरा गऱ्यौँ हत्थक आलोयको जुन प्रसङ्गहरूलाई हामीले हेर्ने हो भने स्वभावतः अरहत्वमा पुगिसक्ने त्यो स्थितिमा ऊ
यो सांसारिक दुनियाँमा ऊ नरमाउने, त्योसँग ऊ आकर्षण हुँदै हुँदैन, विकर्षण हुने भएकोले पनि उसले तुरुन्तै एउटा प्रबोधित जीवन धारण गर्ने भन्ने उल्लेख छ। अब कोही धेरै ताकालसम्म ऊ रहँदैन, उसको चाहिँ देहान्तै हुने भन्ने त्यस्तो प्रसङ्गहरू पनि हामी देख्छौँ। तर त्यो अरत्व प्राप्त गर्ने अनि तुरुन्तै मर्ने भन्ने त्यो हिसाबमा चाहिँ हामीले यसलाई परिभाषित गर्दाखेरि अलि अप्ठ्यारो हुन्छ जस्तो मलाई लाग्छ। अब जसरी हामीले अब भगवान् बुद्धले बुद्धत्व ज्ञान प्राप्त गरेसँगै पञ्चभद्र वर्गीयहरूलाई भेट्दाखेरि पनि कोही यो स्टेजमा गर्दा गर्दै पछि उनीहरू अरत्वको बाटोमा पुगेपछि कोही भिक्षु भए हैन। वा चाहिँ हामीले जुन यशपुत्रकै उदाहरण हेर्दाखेरि पनि ऊ पनि अब अरत्व स्थितिमा पुगिसकेपछि अनागामीको स्थिति पुगेपछि उसले पनि अब चिबर ग्रहण गरेकै कुरा प्रसङ्ग त्यहाँ छ भन्दाखेरि अब जो कोही अरत चाहिँ हुन सक्छ, गृहस्थी पनि अरतै हुने हो, भिक्षुले पनि अरत्व त्यो जुन उद्देश्य लिएर जाने हो। तर खुड्किलो पार गर्ने क्रममा यदि गृहस्थावस्थामा ऊ अनागामी भइसकेको स्थितिमा ऊ गृहस्थमै रहेर चाहे चाहिँ अब भनौँ न हाम्रो प्रमुख उपासक हैन जेतवनको चाहिँ दाता जो चाहिँ अनाथ पिण्डिक छ हैन, उहाँहरूको त अनागामी स्थितिसम्म त कुरा छ नि, चाहे सुदोधन महाराजकै कुरा प्रसङ्ग हामी उठाउँ। तर अनागामी सँगसँगै अरत्वसम्मै लाग्ने हो भने हैन, रूप राग अरूप रागसम्म त्यो सबै सकिने त्यो स्थितिमा उहाँहरूलाई हामीले देखेको छैनौँ। त्यसकारण अरत भएरै पनि गृहस्थ संसार वा गृहस्थीमा रमाइरहे भन्ने उपासक उपासिकाहरूको नाम हामीले पाली साहित्यमा त्यो उल्लेख भएका देख्दैनौँ। त्यो हिसाबले पनि हामी के भन्न सक्छौँ भन्दाखेरि अरत्वमा पुग्ने त्यो घडी त्यो क्लाइमेक्समा पुग्दाखेरि कुनै पनि यदि गृहस्थले त्यो अनागामीसँगै अरत्व प्राप्त गर्ने त्यो स्थितिमा ऊ पुगिसकेको हो भने ऊ धेरै समय हैन, धेरै टाइम चाहिँ ऊ आफ्नो घर गृहस्थीमा रमाउँदैन, ऊ तुरुन्तै यता प्रबोधित दीक्षित भएको चाहिँ हामीले पाउँछौँ। हजुर।